तेरो गाँडमा दम छ भने नि मेरो नाम लिएर देखा। तो सुअरको बच्चा, तो खिच्चा कुकुर, छोरी चेलीहरुसित तो डिस्कस पर्छस्, तो आफूले आफूलाई ठुलो कन्टेन्ट क्रिएटर भन्छस्। सुअरको बच्चा, जुन दिन भेट्छु नि तेरो नि म यही खुसीले नि तेरो म बङ्गारा झारिदिन्छु नि। साला गति छाडा, साला इज्जत नभएको मान्छे। ओए अमिते खुलित खुलितै पारिस तैँले आफूले आफूलाई। तेरो नाम तोकेको थिएन, तैँले नाम तोकिस् मलाई होइन। खुलित तँ जस्तो गत्ती छाडा तैँले। तेरो बहिनी हो कि कसले चाहिँ मलाई खुलितनीले मलाई मेरो भिडियोमा किन बोल्नु, मलाई मेसेज कमेन्ट गरेको भए हुन्थ्यो, सबैले गरिरहेको छ। तँ जस्तो खस्रे भ्यागुता तैँले मलाई कुर्छु अरे आएछ त। तैँले के भेट्यो भने कुर्छ अरे, तैँले अरू जस्तो सम्झेको हो। त्यो बुढो स्यालले आफूले आफूलाई शेर सम्झिन्छस् अमिते खुलित। वाह वाह वाह, दार्जिलिङ, हाम्रो दार्जिलिङ पहाडको ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरू भएर चाहिँ बोल्ने तरिका यही हो। एउटाले एउटालाई भनेको छ कुकुर, अर्कोले अर्कोलाई खुलित भनेको छ होइन। तपाईँहरूले के यस्तो चर्ती कला के कहिलेसम्म देखाइरहने? तपाईँहरूको ठुल्ठुलो भ्लगरहरू भएर एउटा राम्रो राम्रो कुरा सोच्नुपर्ने हो कि सामाजिक सञ्जालमा तपाईँहरूले गन्दगी फैलाउने हो? तपाईँहरूले यो सब एउटाले एउटालाई घोच्ने, अर्कोले अर्कोलाई घोच्ने काम नगर्नुहोस्। म त्यही भन्न चाहन्छु तपाईँहरू दुईजनालाई, किनभने म तपाईँहरू दुईजनाकै फलोवर्स हो र त्यही भएर म अहिले आज तपाईँहरूको बिचमा यो झगडा भएको देखेर चाहिँ एउटा सानो भिडियो बनाउनु मैले सोचेँ र बाध्यता पनि परेँ। किनभनेदेखि हाम्रो दार्जिलिङ पहाडलाई त राम्रो कुरोमा सोचेर मोटिभेट पो गर्नुपर्छ। तपाईँहरूले एउटाले अर्कोलाई घोच्छ, अर्कोले अर्कोलाई घोच्छ, एउटाले भन्छ कुकुर, अर्कोले भन्छ अमिते खुलित, के भनेको त्यो? अन्त एउटा कुरो, यो माया लिम्बू भन्ने यो केटीले पनि जसलाई पाए त्यसलाई रोस्ट गर्छ। हुनु त सुब्रको यसमा केही पनि गल्ती छैन। मैले हेर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ माया लिम्बू भन्नेले नै सुब्रको फोटो उठाएर एउटा भिडियो बनाएको रहेछ खासमा बुझ्दाखेरि। त्यसबाटै चाहिँ यस्तो भएको रहेछ गण्डागोल। सामाजिक सञ्जाल यसरी तपाईँहरूले मैला गर्नु छोड्नुहोस्। अब बुझ्नुभयो? तपाईँहरूले गर्दाखेरि एउटा दार्जिलिङको कन्टेन्ट क्रिएटरहरूको बदनाम हुन थालिसकेको छ। किनभनेदेखि बाहिरको मान्छेले के भन्छ, अरे दार्जिलिङको कन्टेन्ट क्रिएटर भएर त लु एक आपसमा झगडा। अरे राम्रो कुरो सोच्नुहोस् न, राम्रो कुरो सोच्नुहोस्। बुझ्नुभयो तपाईँहरूले? यस्तो काम नगर्नुहोस्। हस्, मलाई कसैलाई केही भन्नु छैन, नराम्रो कसैलाई भन्नु छैन। तपाईँहरू दुईजनालाई पनि भन्नु चाहन्छु, तपाईँहरू मिलेर बस्नुहोस्। यस्तो खालको गन्दगी नफैलाउनुहोस् सामाजिक सञ्जालमा।